यी हाम्रो चिकन बिरयानी आइपुग्यो। खाइसक्यौँ, अब हामी जाँदैछौँ घरतिर। यो पछाडि देखिरहनु त्यहाँनिरबाट झुरुरु गयो भने हुन्छ के झिलिल्ल हुन्छ। फोटो सेसन भइरहेछ। आमाहरूको जहिले पनि एउटै पोज हुन्छ है। यहाँ एउटा माथि एउटा खप्टिने टाइपको के एउटा। अहिले चाहिँ 4 बज्न लागिसक्यो। अहिले चाहिँ म ठिकठाक परेर चाहिँ पसल जाँदैछु। पसलमा चाहिँ मम्मी ड्याडीले चाहिँ हामीलाई बोलाउनु भएको छ अरे, त्यही भएर म जाँदैछु। ठिक्क परेर बस्नु भएको छ। अब चाहिँ भने हामी जान्छौँ। के हुन्छ आँगनमा हेर्नु यति धेरै पात झरेर बसेको छ। यो बकाइनो रुखको पात। आजको खाना चाहिँ हामी भरततालमा खाना जान लाग्दैछौँ। हामी चाहिँ यहाँ रेडी हुँदैछ। यहाँ बेबिका र माइजू हामी पसल सबै बन्द गरेर बाई बाई। हेलो हामी चाहिँ अब भरतताल छेउछेउ आइपुग्न लागिसक्यौँ। हामी जाँदैछौँ भरतताल छेउमा। यहाँ चाहिँ बाख्रा पनि चराएर लिएर आउँदै रहेछ। वाउ, माथि उड्दै गरेको बादलले कस्तो राम्रो देखिरहेको छ। लाउ चाहिँ यहाँ माइजू, मम्मी, म, नन्द बहिनी हामी सबैजना आइसक्यो। यहाँ चाहिँ हाम्रो नाइट डिनर हुनेछ। यहाँबाट चाहिँ भरतताल हेर्न सकिन्छ। तालमा के छ, तालमा चाहिँ केही छैन। यहाँ चाहिँ डुङ्गा चल्छ। उहाँ पर चाहिँ डुङ्गा देख्न सक्नुहुन्छ तपाईँहरूले। डुङ्गा चाहिँ धेरै, यहाँ दिउँसो चाहिँ धेरै भिड हुन्छ। अहिले चाहिँ सबैजना घर जाने बेला भइसक्यो। यहाँ नजिक मान्छेहरू चाहिँ आएर यहाँ खाने, यसो भ्यूहरू हेर्ने ठाउँहरू मात्रै छ है। यहाँ चाहिँ तह छ होटल गर्ने ठाउँहरू। यहाँ तल चाहिँ सायद यहाँ चाहिँ व्यापारहरू गर्छ क्या अरे। तल होली माउन्टेन होटलमा आइपुगेका छौँ। यहाँ बसेर चाहिँ हाम्रो फ्यामिलीहरू सबैजना बसेर चाहिँ आज चाहिँ बिरयानी अर्डर गरेका थियौँ। त्यही बिरयानी खानको लागि हामी यहाँ आइसकेका छौँ। मासु नखाने मान्छेलाई भेज मोमो यहाँ नातिले नै सघाइदिँदैछ। त सार्दिन न, ड्याडीले दिन्न के भन्छ। हाम्रो चिकन बिरयानी आइपुग्यो। होइन बाबु, मोमो पाक्छ अनि यसलाई बाबुलाई खुवाइदेऊ नि चम्चाले। म ल मसलालाई हाल्दै चढाउँदै गर्थ्यो अब। बिरयानी मिठो छ। धेरै मिठो छ अङ्कल, धन्यवाद तपाईँलाई। भएको भए त चाख्नु हुँदैछ हेर्नु, मासु डल्ला हटाएर चाख्नु। होइन देख्दा चाहिँ मिठो लागेको छ। नत्र बिरयानी पहिला खाएर कस्तो भयो। अन्डा बिरयानी सबैले त्यही बनाउँछ। फेरि अरबिक बिरयानी अर्को हैदराबादी अर्कै बनाउँछ। बाबु आमा नाति मोमो भक्का छ त है। ओहो, स्पिडमै गएको छ त, सबैतिर स्पिडमै गएको छ त। ओहो हो, अलि सुलो अड्केला है। एकदमै तपाईँ चाहिँ यता बन्द पर्नु छ क्या गर्मी।
मैले भने त मिठो छ भने त अस्ति नै होली माउन्टेन होटलमा चाहिँ एकदमै मिठो चिकन बिरयानी पाउने रहेछ तपाईँहरू पनि आउनु होला एभरेस्ट माउन्टेन भन न होली माउन्टेन जे छ त्यही भन्नु होली माउन्ट हो होली माउन्ट राख्नु भइरहेको थियो यहाँ आएर चाहिँ यहाँ आएर चाहिँ अब घरमा बनाएर खाइरहेको थियो नि त एक बिरयानी पेसानी हुँदै के अरे होला हामीले एक बिरयानी बनाएर खाएको अनि बिरयानी भनेर मनै मरिरहेको त्यो नि खाउँ जस्तो भएको थिएन है खायो अब यहाँ आएर चाहिँ खाउँ जस्तो भएको थिएन बिरयानी भनेर मन मरिरहेको र यहाँ आएर बिरयानी खाएर चाहिँ बिरयानी टेस्टको हुँदो रहेछ भने जस्तो लाग्यो मलाई मिठो लाग्यो एकदमै बिबिकाले पनि 2 थाल पड्काइहालिन् लेग पिस 2वटा लेग पिस ड्याडीले त के गर्नु भएको त अनुहार खतरा के आउँदै यो त यो पनि सफा हो ल अब चाहिँ हामीले खाइसक्यौँ अब हामी जाँदैछौँ घरतिर यो पछाडि देखिरहनु त्यहाँनिरबाट झुरुरु गयो भने हुन्छ के झिलिल्ल हुन्छ अहिले यताबाट जाने हो अघिकै ठाउँबाट जाने ए यहाँ पछाडि निलो देखेको सबै यो चाहिँ ताल हो यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ है यस्तो गरौँ न हेर जस्तो यताबाट खिच न यताबाट यहाँ चाहिँ फोटो सेसन भइरहेछ आमाहरूको जहिले पनि एउटै पोज हुन्छ है यहाँ एउटा माथि एउटा खप्टिने टाइपको के एउटा बाङ्गिने एउटा खप्टिने त्यस्तो टाइपको लु फोटो खिच्नुहुन्छ आमाहरूको फोटो सेसन भइरहेछ यस्तै पोज त्यस्तै हो मान्छेको पोज त्यस्तै कहिले बद्लिँदैन मेरो मोबाइलमा त्यस्तै छ माथि पार हाल हो त्यसै त्यसको टाउको यता अनि उसको टाउको उता पार्नु मर्ने हो कि